आहा कस्तो राम्रो डोको हेर्नु त साथीहरू मेरो बुढोले बुन्नु भएको डोको आमामामा 500 रुपियाँ गोटाको ल हेर्नु ल डोको कस्तो राम्रो वाउ 500 रुपियाँ गोटाको डोको हेर्नु न कस्तो राम्रो ठुला ठुला छन् फराकिला घाँस पनि धेरै जान्छन् मल बोक्न पनि वा ल हेर्नु त आमामामा ल हेर्नु त साथीहरू ओहो उहाँ साउजीले चाहिँ खरिद बिक्रीमा लानुहुने अरे अनि यो डोको चाहिँ उहाँले चाहिँ उहाँ मेरो श्रीमानज्यू पलमान श्रेष्ठज्यूले चाहिँ बुने गर्ने अरे उहाँ साउजीले चाहिँ खरिद बिक्रीमा लाने अरे कता जोगमुनितिर लानुहुन्छ कि क्या हो जोगमुनिमा डोको बिक्छ उहाँ लानु नि मान्छे उहाँ ससुर क्यामा लगेर बेच्दिन्छ घाँस धेरै छ अरे उहाँ घाँसै घाँस डोको नभएर घाँसै कसैले काटिदिन्छ अरे क्याममा ल हेर्नु त आम्मामामामा धने दाई होइन उहाँ हाम्रो श्रीमानज्यूले चाहिँ साह्रै राम्रो बुन्नुहुन्छ क्या डोको तपाईँहरूले कहिले देख्नु भएको रहेनछ यस्तो राम्रो डोको बुन्ने मान्छे नदेखेपछि अनि कहाँ तपाईँहरू डोको भेट्नुहुन्छ त ल हेर्नु त 4 पाटो टक्क